कोशी प्रदेशको खेललाई थोरै उचाइ बढाएको छ। त्यो चाहिँ त्यही वखत मैले भनेको थिएँ मित्रहरूलाई, यो अवसर पनि हो, चुनौती पनि हो र हाम्रो पालो आउने दिन धेरै खेलकुद हाम्रै क्षेत्रमा कोशी प्रदेशमै हुने भएकोले सबै जिल्लाहरूलाई चलायमान गर्नुपर्ने नै हामीसँग बाध्यता पनि छ। त्यो गर्नु पनि पर्छ, हाम्रो दायित्व पनि हो, हामी सबैको दायित्व हो। जो बोर्डमा छ, जो जिल्ला कमिटीमा छ, त्यो मात्रै पनि होइन। त्यसैले बाहिरबाट पनि समेट्ने, छलफल गर्ने, अन्तर्क्रिया गर्ने र पुरस्कृत गराउने, सम्मान गर्ने अब आज अन्तर्क्रिया गरेर भोलि सम्मानित हुने उच्च अलिकति मनोबल बढाएर बढ्ने हिसाबको यसबाट सुरुवात भएको छ। त्यसैमा गत वर्षसम्म थोरै बजेट थियो नै, त्यो तपाईँ सबैलाई थाहा छ। यसबाट थोरै हामी बढाउने प्रयास गरेका छौँ। हामी मन्त्रीज्यू यहाँ दुईजना हामी छौँ। खेलकुदलाई प्राथमिकता दिएकै हो, बजेटले पनि दिएको छ। तपाईँहरूले पनि यसलाई अगाडि बढाएर लिएर जानुभयो भने पक्कै पनि आउने दिन एक नम्बरमै पर्छ। त्यहाँ पुर्याउनको निमित्त पनि तपाईँहरूको सहकार्य र सहयोग, तपाईँहरूको एक्टिभिटी बढाउनु पर्ने बाध्यता हामी सबैको छ। हामी त्यसमा लाग्नुपर्छ। कानुनी सुधारहरू, केही दरबन्दीको कुरा पनि मैले त्यहाँ हेरेँ। त्यो कुराहरू पनि हामी मन्त्रालयबाट गर्ने, सरकारबाट गर्ने काम हामी गर्छौँ र तपाईँहरूले खेलमा निर्धक्क ढङ्गले अगाडि बढ्नुहुनेछ। बढ्नको लागि आग्रह पनि गरेँ मैले। र यो प्रथम खुल्ला सत्र होइन, निरन्तर रहने गरी हामी दुईजना मन्त्री, हाम्रो दुईजना मन्त्रीज्यूको दलको पूजा बैठक छ। यो अलि 1-2 घन्टै बस्ने गरी समेत तोकेकै थिए, तर अपरझट दलको बैठक भएकोले फेरि सदन पनि छ। आज खेलकुद विधेयक पनि निर्णय आजै हुने सूचीमा पनि परेको छ। त्यसैले यो चाहिँ तपाईँहरूलाई निरन्तरता दिने गरी मैले आफ्नो भनाइ यही अन्त गरेँ र तपाईँ आज एकैछिन सर ध्यान आकृष्ट गर्न चाहे। यो कार्यक्रम भनेको चाहिँ प्रदेश खेलकुद विकास बोर्ड र खेलकुद सरकारवालाको अन्तर्क्रिया अझै लामो हो र तपाईँहरूको छलफलको विषयहरू चाहिँ हामी प्रदेशका अध्यक्ष, उपाध्यक्ष, सदस्य सचिव लगायत सबैले सुन्ने हो र त्यो कुराहरू मैले हजुरहरूलाई सही कुरा हो। मैले हजुरहरूलाई ध्यान आकृष्ट गर्न चाहे। प्रदेशको अध्यक्षज्यू केही समयको लागि, खेलकुदको अध्यक्ष, बोर्डको अध्यक्षज्यू केही समयको लागि बाहिर जाँदै हुनुहुन्छ। उहाँको अनुपस्थितिमा बोर्डका उपाध्यक्षज्यू, सदस्य सचिवज्यू सहितको अन्तर्क्रिया कार्यक्रम हो। तपाईँहरूको अहिले अन्तर्क्रियाको चरणमा प्रवेश गरेपछि हजुरहरूले आफ्नो गुनासाहरू राख्न सक्नुहुनेछ। यो कार्यव्यस्तताले हजुरलाई मैले अनुरोध गर्न चाहे। हजुरलाई मैले साथीहरूलाई मैले विनम्रपूर्वक अनुरोध गर्न चाहे। यो कार्यक्रमको उद्देश्य हाम्रो मैले हजुरहरूलाई हामी अगाडि बढ्न चाहन्छौँ। कृपया धैर्य धारण गरी हजुरहरूलाई म विनम्रपूर्वक स्वागतपूर्ण तरिकाले कार्यक्रमलाई सहभागी भइदिनु अनुरोध गर्न चाहन्छु। यो कार्यक्रम मैले उद्घोष गरेँ। प्रदेश खेलकुद विकास बोर्डले कार्यक्रमको शीर्षकै खेलकुद सरकारवाला, निजी क्षेत्र लगायत विभिन्न मागहरूको छलफल अन्तर्क्रिया। क्षेत्र हुन्। खेलकुद प्रतियोगिता, साहसी खेल तथा अन्तर्राष्ट्रिय खेलकुद कार्यक्रमहरूले पर्यटन, स्थानीय अर्थतन्त्र, रोजगारी तथा पर्यटनको ब्रान्डिङमा महत्त्वपूर्ण योगदान पुर्याउन सक्छ। यस अन्तर्गतमा केही
बुदाहरू यहाँ म पेश गर्न अनुमति माग्छु। साहसी खेल पर्यटन साहसी खेल पर्यटनलाई प्राथमिकतामा राख्नुपर्छ जस्तो लाग्छ फेरि हामी प्रदेशमा। कोशी नदीमा तथा यसका सहायक नदीहरूमा ऱ्याफ्टिङ क्यानोइङहरूको विकास गर्ने एउटा प्रतियोगिताको रूपमा लिएर जाने। मुन्दुम ट्रेल, मकालु ट्रेल, कञ्चनजङ्घा, मिल्के, दलदले लगायतका ट्रेल, रनिङ, माउन्टेन वाकिङ, अल्ट्रा म्याराथन जस्ता क्षेत्रहरूलाई हामीले अगाडि बढाउनुपर्छ। यो भयो भने अन्तर्राष्ट्रिय पर्यटनलाई प्रवर्धन गर्न सकिन्छ। प्याराग्लाइडिङ, जिप लाइन, रक क्लाइम्बिङका र बन्जी जम्प जस्ता साहसिक खेलको सम्भावना अध्ययन गरी निजी क्षेत्रसँगको साझेदारी विकास गर्न जरुरी छ। यो सरकार र सक्छ जस्तो लाग्दैन, त्यसमा निजी क्षेत्र यसमा जरुरी छ। प्रत्येक वर्ष कोशी एडभान्चर फेस्टिभल आयोजन गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरूलाई आकर्षित गर्नुपर्छ। यी कुराहरूमा पूर्वाधार तथा आवश्यक सामग्रीहरूको व्यवस्थापन भए पनि सञ्चालन ल्याउन सकिरहेको छैन। हामी जनशक्तिको अभावले गर्दाखेरि हामी सब कुराहरूलाई तालिम ट्रेनिङ पनि दिइरहेको अवस्था छैन। जसले जसरी चलायो चलिरहेको अवस्था छ हाम्रो प्रदेशमा। त्यसैले तालिम ट्रेनिङहरू र बजेटको व्यवस्थापन गरेर यसलाई अगाडि बढाउनु पर्ने हुन्छ। अहिलेको वर्तमान अवस्था के छ भन्दाखेरि साहसिक खेल गतिविधि सञ्चालनमा प्रदेश सरकारले दर्ता लगायत प्रक्रिया अघि बढाउन सकिरहेको छैन। कोशी लगायतमा सञ्चालनमा भएका मोटर बोट प्रदेश सरकारमा दर्ताहरू छैन। यो अब कार्यक्रम गर्ने भन्यो तर तालिम ट्रेनिङहरू छैन र उहाँहरूको चाहिँ यो दर्ता प्रक्रिया छैन। त्यसैले कसरी अगाडि बढाउने यसलाई? त्यहाँ इन्सुरेन्स भइरहेको छैन, पाको जहाज चलाउने त्यो तालिम गराउनेलाई त्यहाँ काम भइरहेको छैन। त्यस कारण त्यसलाई तालिम जल पर्यटनको अथाह सम्भावना भए पनि ब्याङ्क तथा वित्तीय संस्थाहरूले उनीहरूलाई लगानी गर्न चाहिरहेको छैन। एउटा मोटर बोट ल्याउनु पऱ्यो, त्यहाँ कुनै चिज पनि त्यस्तो खालको पानीको खेल पर्यटनमा आधारित गर्नु पऱ्यो भने त्यहाँ चाहिँ सरकारले ब्याङ्कहरूले लगानी गरिरहेको अवस्था छैन। र क्यानोइङ, रक क्लाइम्बिङ जस्ता लगायतका यी जुन एडभान्चर टुरिज्म छ लगायतका क्षेत्रमा जनशक्तिहरूको एकदम कमी छ। तालिम युवाहरूलाई तालिम दिएर सिपको प्रमाणीकरण गरेर रोजगार सृजना गर्न सकिन्छ। अहिले पनि ऱ्याफ्टिङ, प्याराग्लाइडिङ जस्ता पाइलटहरू चाहिँ हामीले अन्य प्रदेशबाट र विदेशबाट ल्याएर चाहिँ सञ्चालन गरिरहेको अवस्था छ। उदयपुर, इलाम कार्यक्रमलाई अलिकति सहज ढङ्गले हामीलाई पनि आयोजकलाई पनि यो खेलकुद क्षेत्रमा निकै हामीले देखिरहेका छौँ। प्रतियोगिता गर्दा होस् या कुनै कार्यक्रम गर्दा होस्, छिटो आउने, कार्यक्रममा उपस्थित हुने, जाने भन्ने कुरो यो एकदम आएको छ। यो कुरो एकदम हामीले पनि एकदम गम्भीर विषय कुरो हो। त्यसमा तपाईँहरूलाई म के भन्न चाहन्छु भने अब हामीले पनि चाँडै यस्ता कुराहरूलाई चाहिँ छिटोभन्दा छिटो हामी अन्त गर्न चाहिँ तयारमा छौँ। किनकि तपाईँको पनि साथ चाहिन्छ यसमा। र अघि भन्नुभयो हाम्रो एकजना अहिले भर्खर वक्ताले बोलेर जानुभएको छ कि मिडियाको बारेमा जुन भन्न जानुभएको छ, सरकारी अलिकति हामीले गर्नुपर्छ। अब के हुन्छ भने भरे न्युज हेर्न पाइन्छ, यस्तो भ्रामक न्युज हेर्न पनि हामी बच्नुपर्छ। अघि एकजना हाम्रो मिडियाकर्मी वक्ताले ज्यूले भनेर गइसक्नु भएको छ। के हो भने अब यहाँ भरे अब उहाँले एउटा कुरो के छ भने सरकारवालालाई यो संस्थाको मेन आधिकारिक मान्छेलाई नै म केही कुरो भन्न चाहन्छु, प्रश्न चाहिँ उहाँको कुनै नेगेटिभ कुरो थिएन। तर अब भरे के हुन्छ भने न्युज के हुन्छ भने प्रदेश विकास बोर्डको अन्तर्क्रिया कार्यक्रम